नमस्ते सबै साथीभाइलाई। यो हाम्रो नयाँ युट्युब च्यानल बनाउँदैछौँ हामी। यो चौधरी मोटरसाइकल वर्कसप भनेर हाम्रो भाइको वर्कसप हो। हाम्रो वर्कसप चाहिँ टोखा ग्रान्डी भिलाको अगाडि अपोजिट साइड ठ्याक्क यो तपाईँले हेर्दै हुनुहुन्छ ग्रान्डी भिलाको ठ्याक्क अगाडि यहाँ हाम्रो पुल रहेछ। पुलको ठ्याक्क अपोजिट साइडमा यहाँ हाम्रो वर्कसप रहेछ। हाम्रो वर्कसपको नाम चाहिँ चौधरी मोटरसाइकल वर्कसप हो। भाइले चाहिँ अहिले इन्जिन सम्बन्धी काम गर्दो रहेछ। यो टिभीएसको स्कुटी रहेछ। टिभीएसको स्कुटीको हाफ इन्जिन गएको रहेछ। भाइले चाहिँ त्यही हाफ इन्जिन बनाउँदो गर्दो रहेछ। उता भाइले चाहिँ पेट्रोल निकालेर सबै सामानहरू साफ गर्दो रहेछ। इन्जिनको आन्द्रा बुढी यताउति सबै भाइले चाहिँ उसलाई सिकाइ पनि रहेछ आफ्नो टेक्निसियनलाई। अनि उसले पनि आफू गरिरहेछ। यो स्कुटीको भन्दाखेरि हामीले हाफ इन्जिन बनाउँदैछौँ। यो स्कुटीबाट धुवा बढी जाँदै गरिरहेको छ। मोबिल तपाईँको 5 दिनदेखि 6 दिन पनि नटिक्ने। अब यसको हाफ इन्जिन कसिदो रहेछ भाइले। हामीसँग बन्ने धेरै बाइक छन्। यसको पनि भाइले नै बनाएको हो हाफ इन्जिन यो एफजेडको। अनि त्यसपछि यो तपाईँको आरएक्स भयो। टङ्की मात्र राजदूत लेखेको छ, हुन चाहिँ यो आरएक्स हो। यसको पनि सबै कुरा भाइले नै गरे हो, मोडिफाई यताउति। यो स्कुटी पनि बनाउनुमा आएको छ, पेन्डिङमा रहेछ। त्यो स्कुटी एकजनाले दिएर जानुभएको छ, आउनु भएको छैन बनाउनलाई। अहिले चाहिँ जनरली हामी चाहिँ त्यो स्कुटी बनाउन लाग्छौँ। उहाँ दाइको स्कुटी हुनुहुन्छ। उहाँ दाइ बसेर मजाले हेर्दै स्कुटी आफ्नो बनाउँदै हुनुहुन्छ। अब हामीले हेर्नुपर्ने कुरा हो चाहिँ इन्जिन कसरी कसिन्छ। हाफ इन्जिन आधी खोलेको रहेछ। यो तलको पाङ्रा पुरै खोलेको भए, यो तलको यो बोडी सबै खोलेको भए फुल इन्जिन बन्ने थियो। अहिले चाहिँ बाबुले हाफ इन्जिन कस्दो रहेछ। सर्लक्क हाल्छ। तपाईँलाई हामी सबै देखाउँछु। यो अहिले त खोलेको छ सबै जोडेर। अनि त्यो पछि रनिङ अवस्थामा स्कुटी बनाएर रनिङ अवस्थामा कतिको कुद्दै रहेछ। अनि हाम्रो दाइसँग पनि फिडब्याक लिन्छु कतिको भाइले राम्रो बनाएको रहेछ। अन्त भाइले टपहरू सबै पेट्रोलले मजाले साफ गरिरहेछ। किनकि इन्जिन भन्ने कुरा सबै दिन खोल्न पाइँदैन, कहिलेकाहीँ खोल्ने हो। त्यो बेलामा चाहिँ वाइपरको जति धुलो डस्ट यताउति बस्यो भने सब सफा गर्नुपर्छ। यता भाइ पनि सफा गर्दैछ। यता हाम्रो भाइले पनि सबै इन्जिन कस्दो रहेछ। इन्जिनको भित्रको फेरि माथि भाइ यसलाई के भन्छ माथिको पाटोलाई? यसलाई माथि यो पाटो यो ग्यास्किट हो। हाफ ग्यास्किट यसलाई नै भन्छ। बाइकको र स्कुटीको फरक रहेछ है। ल बाबु कैँची देऊ, कैँची यहाँ रहेछ। कैँची चाहियो ल कैँची। ग्यास्किट मिलाउनु पर्यो। हातमा लिएको गेम चेन भयो। ग्यास्किट थोरै काट्नुपर्ने अवस्था छ। बाबु हाम्रो च्यानलको नाम के राख्ने? चौधरी वर्कसप। म युट्युबको लागि यो भिडियो बनाउँदैछु। फर्स्ट भिडियो हो तिम्रो यो युट्युबको लागि। ग्यास्किट लाउन लागेछ। माथि गेम चेन तान्यो। गेम चेन तान्यो। अब माथिबाट चाहिँ टपहरू लाउँछ होला, ग्यास्किट बसाउँछ होला। अनि म युट्युबको लागि बनाइरहेको छु। ठुलो भिडियो बनाइरहेको छु। कस्तो मिलाएर काटेर हाल्नुपर्छ, नत्र मोबिल सब लिक हुन्छ, बाहिर फुस्केर जान्छ। इन्जिन बनाउनु फेरि सबैले जान्दैन। भन्न चाहिँ सबैले भन्छ, म बनाउँछु। फेरि बनायो भने हप्ता 2 हप्तामै टिल्ट डिफल्टहरू आइहाल्छ तपाईँको। मोबिल चुने, मोबिल नटिक्ने, पेट्रोल खाने। कति साह्रो सामान हुन्छ यार इन्जिनको।
यो चाहिँ हेड भयो बाबु, ब्लक। ओहो, यो ब्लक भयो है साथीभाइहरू। मैले चाहिँ भिडियो बनाइदिने हो भाइको। ब्लक हाल्दो रहेछ अब। सानो सानो सामान चाहिँ इन्जिनमा आउँदाखेरि पेट्रोलले साफ गरी हाल्नुपर्छ।